बाटो अलि आयो त्यसमा हिँड्दैछु मेरो साथी आउँदैछ पछाडि पछाडि माथि आऊ 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 यहाँ हेर्न झन्डा हेर हेर कसरी चल्ला है यसले कहाँ हो हामी झन्डा पार भने ऊ त्यहाँ हो ओ मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है ऊ त्यहाँ हामी पुग्नै लाग्यो झन्डा पार बाटो राम्रो छैन त्यही भएर म चाहिँ एकछिन हिँडेँ तर जे होस् अरू जे भने पनि होइन मेरो ड्राइभर चाहिँ एकदम दामी हो क्या कौन है ये लोग कहाँ से आते हैं एकदम दामी हो क्या ए नभन्दै यसले ढलाइदिएला अहिले बाइक साइक अनि दुइटा ला गरिराखौँ यी बाटो हेर्नुहोस् होइन यस्तो छ ल होइन गाइस बाटो एकदम खराब चाहिँ हेर्नुहोस् है ए हिलो 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 छ अनि ए बिस्तारै बिस्तारै आएको यार अनि पछाडि पछाडि हाम्रो गाडी छ अर्को कुन विद्युत समथिङ के छ ए म्याकुरी बाटो तर अस्तिको भन्दा त राम्रै होला यार तर जे होस् गन्तव्य पुग्नु छ भने स्ट्रगल गर्नुपर्छ हेर्नुहोस् हेर्नुहोस् बाटोको अवस्था यस्तो छ काठमाडौँबाट नजिकैको ठाउँमा त यस्तो छ भने देशको अवस्था कस्तो होला देशको कुना काप्चा दरारमा पुग्ने बाटो कस्तो होला अरे कहना क्या चाहते हो कुनै गाडी बाटो त्यो हिँड्ने बाटो छैन इभन मान्छे हिँड्ने बाटो पनि राम्रो छैन होइन यो त धेरै राम्रो भयो यसले ढलायो ढलायो भाइ यस्तो छ है बाटो यस्तो हजुर टेलिकम यो गाडीको टेलिकमको गाडी उहाँ भयो झन्डा यता झन्डा पार म चाहिँ हिँडेर जाँदैछु होइन दुईचोटि हिँडिसकेँ यो बाटोमा आयो आयो ऊ आउँछ अब के फल लागेको छ खान मिल्दैन गाली पाइन्छ अहिले ल अझै बाटो खराब छ तर ऊ त्यो माथि हो तर यो हामी आइपुग्यौँ फाइनल्ली हामी आइपुग्यौँ है गाइस हामी आइपुग्यौँ एकदम सकुशलका साथ हेर्न सक्नुहुन्छ ऊ नेपालको झन्डा ल कुहिरो लागिसकेको छ होइन यस्तो मजा भएर कस्तो फिल भइरहेको छ भेरी ह्याप्पी ऊ चाहिँ डेनिस यो मलाई चाहिँ घुमाउने ड्राइभर कुहिरो लागेको ठाउँमा लग्यो अनि आज चाहिँ यता आयौँ अनि अब तल त जाने होला नि यस्तो दामी रहेछ कटेज रहेछ होइन उता चाहिँ नुवाकोट पर्छ होला यो पछाडि चाहिँ नुवाकोट यो चाहिँ जहाँ आई फिल इट इज हेभन स्वर्ग भन्दा नि
भन्न पाइयो मेरो लागि चाहिँ, अब अर्को लागि चाहिँ के थाहा भएन। तर यस्तो दामी या जे होस्, गाउँ गएको फिल जस्तो भयो। चिसो लागिसक्यो, लगाएर केही पनि छैन। मलाई खातिर झन्डा पाकियो भने नत्र कपडा लगाउँथे। तिमी त हिरो यार। उता पछाडि चाहिँ नुवाकोट भयो होइन, नुवाकोट त नि होइन। ऊ तल चाहिँ औना तक्नु भने ऊ तल चाहिँ भ्यू भयो, भ्यूटार पहिलाको भटरगोल सुटिङ हुने ठाउँ। अब पनि यस्तो बेसरी चलेको छ। अब तल ठाउँमा हामी चाहिँ नेपालको झन्डा पाएको ठाउँमा जान्छौँ होइन। अब तिमी कस्तो नराम्रो आउँदो रहेछ कति कुरा सम्झनाका पातनभरि